बाले चाहिँ नृत्य प्रस्तुत गर्नु पर्ला, नाच्नु पर्ला। जय होस्। हर्का साम्पाङ पनि अब पाठी भाराकै छोरा होला। मैले चाहिँ भन्नुपर्दा मेरो रूप चाहिँ लास्टको रूप चाहिँ पाठी भारा नै हो। तर हर्का साम्पाङ बाबु हल्ला गरेर होइन सल्लाह गरेर देश चलाउनु होला। रवि बालेन सुदन हर्का साम्पाङ भनेर त पहिला पनि बोलिएको थियो हामीले पनि अरूले पनि, तर त्यसरी होइन नि। अब विरोधी हुन मिल्दैन। स्वतन्त्रवादी भनेको के हो त? स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टी भनेको चाहिँ हामी सबैजना एक क्या, सबै मिलेर स्वतन्त्र। राजा भोलि राजा आउनु भयो भने पनि स्वतन्त्रै हो। राजाले मानेन गीतबाट दिनु पर्यो टुक्काबाट बालेर राजाले झन् कसैले रिस गर्नुहुन्न हैन। हर्काको लागि एउटा मिठो प्रस्तुति। आज मैले यसै भने हर्का यसमा, यसै भने हर्का यसमा, शान्ति हुन देऊ है त देशमा। हर्कालाई नै यसै मैले आज गीतबाट भने है यसमा, शान्ति हुन देऊ है त देशमा, शान्ति हुन देऊ है त देशमा, शान्ति हुन देऊ है त देशमा। चलाऊ देश नबोली नबोली, चलाऊ देश नबोली नबोली, तिमी पनि त्यही ठाउँमा छौ भोलि। देश चलाऊ नबोली नबोली, देश चलाऊ नबोली नबोली, त्यही ठाउँमा हुन्छौ है तिमी भोलि, त्यही ठाउँमा हुन्छौ है तिमी भोलि। जय होस् पाठी भाराको जय होस्। हर्का साम्पाङ छोरा राम्रोसँग ज्ञान ध्यान, तिम्रो त पढाइ धेरै होला हाम्रो त छैन, तर नबोली काम गर, काम गर। र हर्का साम्पाङ बालेनलाई दोषी नबनाऊ, मिलेर काम गर। भोलि तिमीलाई धोका होला है सानो, मिलेर देश चलाऊ। गीतबाट माताको कडा हुँदो रहेछ, धोका नदेऊ बालेनलाई भनेर। अब रिसा गर्छौ त केलाई, अब रिसा गर्छौ त केलाई, हात मिलाऊ है गएर बालेनलाई। अब रिसा गर्छौ त केलाई, अब रिसा गर्छौ त केलाई, हात मिलाऊ है गएर बालेनलाई, हात मिलाऊ है गएर बालेनलाई। हर्का साम्पाङ हात मिलाऊ है गएर बालेनलाई। हात देशै बनाऊ नबोली नबोली, देशै बनाऊ नबोली नबोली, त्यही ठाउँ पाउँछौ गे हर्का तिमीले भोलि, त्यही ठाउँ पाउँछौ हर्का साम्पाङ तिमीले भोलि। जय हो। राष्ट्र शान्ति, विश्व कल्याण। देश विदेश अमेरिकाले पनि जुन रसिया अस्ति युरोप कहाँ झगडा भयो नि, पनि हेरौँला बाजेर। जय नेपालमा। हर्का साम्पाङको लागि एक टुक्रा अब त्यहाँ आमाले दिइहाल्नु आशीर्वाद छ। के कुरा हो तपाईँले? क्या राम्रो चाहिँ कुरा गर्नु, क्या विरोध गर्नु भएन भन्ने कुरा हामीलाई पनि हात जोड्ने गराउनु पऱ्यो नि त। जथाभाइ बोल्नेपछि अनि भाँडबोली हुन्छ, यता सडक उठाउने त मान्छेको उपाधि होइन नि, किन उखाड्ने? तपाईँले रिस उठ्यो हर्का साम्पाङदेखि? छैन, धेरै बोलेको छ भनिएको छ, मान्छे उचालेको छ भन्छ, सडकमा ल्याएको छ। उचाल्नु नै आफू गलत भयो होइन, उचाल्नु हुँदैन भने उचाल्नै हुँदैन। जति छन् सँगसँगै जति गर्छन् मिलेर देश चलाउनु पर्छ। एउटा धेरै बोल्ने अर्को बोल्दै नबोल्ने, प्रधानमन्त्री बोल्दै नबोल्ने, अर्को साम्पाङ बोलेको बोले 3 फिट उफ्रिनै हुँदैन, कुनैले उफ्रिनु हुँदैन। सदनमा बानी सिधारो त छिडेपछि सबै भाइ मिलेर राज्य शासन गर्ने। उहाँ माथि सिंहदरबारदेखि तल जगसम्म मिलाएर लाने, जगबाट मिलेर आउने, अनि झगडा भन्ने कहीँ हुँदैन, कहीँ धनी हुँदैन, डिस्टर्बै हुँदैन। बालेन साहब बोलेन भनेर उफ्रिया छ नि त त्यहाँ। त्यसलाई बोल्नु काम गरिरहेको छ, त्यो बोलेर मात्रै हुन्छ भने किन बोल्नु पर्ने? त्यो नजाने कुरा किन बोल्ने? काम गरिरहेछ, काम गर्ने मान्छेलाई बोलेन भने त्यस्तो लाग्ने कुरा गर्नुहुन्छ होइन? ओलीले जस्तो पछि आउँछ नखोज कसैले नखोज, अर्को भाइ नखोज, बालीलाई पनि रिस नगर
होइन कुनै पार्टीले नगरे बालन साहब ठिक छन् त्यो ठिक भन्ने हुँदैन नि बाबा त्यो ठिक भन्नु हुन्छ काम कस्तो छ त उसले डोजर चलाए चाहिँ भूमाफियाहरू समाते त्यो बाबा डोजर चलाएको त्यसरी नासपाले चलाएको होइन नि त उसले त तिनीहरूको संरक्षण गर्ने गरे हो नि त बाबु डोजर त्यसै लाउँछ एउटा जनताले चाहिँ पत्याएको बाल्ने शाह यत्रो चाहिँ तिनीहरू नेपाली बहुमती हर भोट हाले मान्छे गरिब जनतालाई बिगार्छ त्यो सब नदेखि कुरामा त्यो लाग्नु हुँदैन के राम्रो कुरामा राम्रो होइन गरिबहरूको बिचल्ली पारे सुकुम्बासीहरूलाई सडकमा ल्याए भनेका छन् त्यहाँ गाली गरेका छन् त्यो उफ्रिने मान्छे त्यो उफ्रेर त बिगारे हो नि चुलो लाएर पखाउनु उसले के छन् गर्नु छ त्यो हेर्ने गालीले राम्रो काम गर्छ गर्दैन ती जनतालाई कसरी चित्त बुझाउँछ होइन हिजो त 15,000 त मासिक चाहिँ भाडै दिने सुकुम्बासीहरू पिउनेहरूलाई भनिसक्यो हामीसँग 15 रुपियाँ छैन गोजी 15,000 दिने सुकुम्बासीले भनौँ बालन छ अब त्यो मैले राम्रै कुरा गरेँ तिनीहरूको चाहिँ बिचल्ने बाल्ने सारले गर्दैन कुनै हालतमा गर्दैन अब सुकुम्बासीले गर्दैन हुकुमबासीलाई गर्छ त्यो हुकुमबासीलाई ठोक्छ मजाले हुकुमबासीले बाँकी राख्छ नि त ए रोइ गराइछ भन्छ नि धोबी खोलातिर के चाम्लिङ त्यो छाम्लिङ रोएर भएर हुँदैन नि उनीहरूको हक अधिकारभित्रको जमिनलाई चाहिँ त्यस्तो छ भने बालनले चाहिँ संरक्षण गरिदिनु पर्छ अर्काको चाहिँ अधिकारभित्रको जग्गालाई मिल्दैन नचाहिने जग्गा अहिले नि जग्गा बनाएर हुकुमबासी भएर बस्नुलाई त कहाँ त्यस्तो कुरा गरेर हुन्छ र ठोके हुन्छ मजाले होइन कानुनले ठोक्छ हामीले ठोक्ने हो बालनले ठोके हुन्छ मजाले ड्याम बालनले ठोक्ने होइन कानुनले ठोक्छ कानुनले ठोक्या हो सबै नठोक्यो भने त्यो घटिन्छ होइन त्यहाँ चाहिँ धरेर भन्दा अग्ला अग्ला घरहरूमा डोजर चलायो भन्ने कुरा है कानुनले नठोक्यो भए बालनले ठोकेर ठोकिँदैन भने त्यो कहाँ बालनले ठोक्ने ठोक्ने तागत छ कानुनको तागत छ सबैले बनाएको कानुन होइन त्यो कानुनको आधारमा ऊ चलिरहेको छ होइन गलत भयो भने त बालनले त बाबुलाई पनि छोड्दैन भन्छ नि त हो त सही कुरा हो सही कुरालाई सही मान्नै पर्छ नि त्यस्तो कुरालाई हामीले त्यस्तो गर्नु हुँदैन के छ उहाँको काम कारबाहीलाई कसरी हेर्नु भएको छ तपाईँ त अब यहाँ चाहिँ महानगरपालिकामा 3 वर्ष चलाए 3.5 वर्ष होइन अहिलेसम्म औला हामीले नराम्रो भन्नै सकिँदैन नराम्रो भन्ने कुरालाई राम्रो कुरालाई राम्रै भन्नुपर्छ बाबु कुनै पनि नरिसाउनुहोस् अर्कै नरिसाउनुहोस् हिमालय नरिसाउनुहोस् काङ्ग्रेस नरिसाउनुहोस् राप्रपा नरिसाउनुहोस् माओवादी नरिसाउनुहोस् यो त बिन्ती नि तपाईँहरू यसरी यो उठाउने जनतालाई सडकमा ल्याउने उखार्ने यो तपाईँहरूको काम सम्पूर्ण गलत तपाईँहरू के गर्नुहोस् भन्दा त्यही सदनमा भित्र एक ठाउँ जम्मा हुनुहोस् एक ठाउँमा कसरी बनाउनु त देश कसरी जनतालाई खुसी पार्ने भने त्यो बुद्धिमा जानुहोस् तपाईँहरू यस्तो च्याङ्ग्रे कुरा जानुहुन्छ भने तपाईँहरूले देश बनाउनु अनारको एउटै हुनु मैले भन्नुपर्छ यसरी होइन थर्कायो त तपाईँ त कसलाई थर्काउनु भयो कसलाई अर्कैलाई थर्कायो अर्कै होइन जसले यस्तो चाहिँ भाँडभरि कुरा झिक्छ उसरी सबै थर्का माननीय हर्क साम्पाङज्यू अध्यक्षज्यू भन्नु पऱ्यो नि हर्के थर्के भने चाहिँ अलिक मिलेन नि तपाईँ अपशब्द हो हर्के माननीय हुने हो अनि भन्ने माननीय हर्क साम्पाङज्यू भन्नु पऱ्यो श्रीमान भन्नु पऱ्यो अब हर्के भन्ने छ थर्के भन्ने छ यो हेपे जस्तो भयो नि त अपमान भएन र माननीय हो हर्नै होइन तर कसैले पनि यस्तो काम नगर्नुहोस् राम्रो गर्नुहोस् राम्रो गरेर राम्रो हामी हात जोड्छौँ तपाईँहरूमाथि हामी विरोधी होइन किनभने ठिक छ तपाईँहरूले एउटा बोलिदिनुहोस् भने हामीले चाहिँ सही कुरा बोलिदिएको हो विषय कुरा बोलेको छैन तपाईँहरू एक ठाउँ मिल्नै पर्छ सुदन गुरुङको काम कस्तो छ त ठिक छ अब सुदन गुरुङको काम ठिक छ नि त के छ अब तपाईँ त गुरु पनि हो सुदन गुरुङ आउँछ कि आउँदैन गृहमन्त्रीमा फेरि फिर्ता हुन्छ हुन्न होइन अब यसमा उहाँको चाहिँ आफू चाहिँ राम्रो चाहिँ क्लियरमा चाहिँ कुनै दाग छैन भने हामीले आउनु हुँदैन भने हुन्छ उहाँ आफै आउनुहुन्छ होइन उहाँको परिभाषाले ल्याउँछ परिभाषा गलत भयो आफू गलत हुन्छ तर परिभाषाले ल्याउँदा हामी त्यो नगरेर हामी के गरेर भन्दा देश कसरी चाहिँ निर्माण राम्रो राज्य गर्ने ठाउँमा जाउँ भने सबै मिलेर एक ठाउँमा बसेर सिंहदरबारभित्र बसेर देश चलाउनु होला म सम्पूर्णलाई यही भन्छु होला मैले यहाँ बसेका कुरालाई यो चाहिँ 77 वर्ष मान्छे त्यसो भनिदिनु भएर नभनिदिनु होला होइन बालन शाहको राजनीति भविष्य के छ अब कस्तो छ 5 वर्ष चलाउँछ नि यिनले चलाइहाल्छ मजाले त्यो हामीले गराउनु बेकार हो कि हो र त्यो बेकार हो कि त्यो आएको हरा हुँदैन कि त्यो उफ्रिएर हुन्छ गुरु उफ्रेछन् हर्क साम्पाङ 3 फिट माथि होला बोकेर नउफ्रिनुहोस् मेरो बिन्ती हात जोडेर सम्पूर्णलाई
सडकमा आएर त्यो उफ्रिन हाम्रो फटे त्यो भाटा डाँडा खान किन हो तपाईँ पनि माइती घरमा गएर उफ्रिनुहुन्छ त बेला बेला माइती गरेर त म गएँ उफ्रिनु भएको छ तपाईँ पनि त्यहाँ होइन अब तपाईँले होइन त भन्नु मिल्यो बेला त गएको नि ऊ बेला पनि हिजै देखेँ अब मैले त्यहाँ माइती घर हिजो छैन जानु भएको छ तपाईँ त्यहाँ उफ्रिनु भएको छ जतालाई उचाल्नु भएको छ तपाईँले पनि होइन होइन तपाईँ चाहिँ आफै पुरु पुरु गरेर उफ्रिने अनि चाहिँ अरूलाई नउफ्र भन्ने कहाँ हुन्छ म उफ्रिने छैन म उफ्रिनु पछिमा लाग्छु अस्ति तिनकुलो अनि उफ्रे हो राजा चाहियो भन्दै तपाईँ त्यो राजा चाहिने बेला गएको थिएँ अब त्यो काम गर्ने भयो सबै आधा चाहिँ चाहिन्छ थियो होइन अब जनताको कुरा हो होइन राजा ल्याउने पनि सबै मिलेर राजा ल्याउनु पर्छ भनेर हामी राख्छौँ भन्ने भावना हाम्रो अहिले तिनकुलोमा धुलाइ खाएपछि तपाईँ पनि चेत फिरो त्यो होइन त्यसमा चाहिँ होइन पत्रकार त्यो चाहिँ त्यो होइन मालिक सारा सुझाव के छ तपाईँको ल भन्नुहोस् छोरो जस्तो राम्रो छ देश चलाइदिनुहोस् तपाईँहरूलाई हामी मान्न पाऊँ देशले अहिले मानेर ल्याइरहेको छ होइन र देशले आनन्दसँग मानेर ल्याएको हो किनभने त्यो बेलामा कत्रो खर्च गर्नुपर्छ लडाइँ गर्नुपर्छ गर्नुपर्छ अहिले आफै जनताले नाङ्गो भोको भएर भोट हाले होइन अब कसरी हाल्यो भन्दा हामी ऱ्यापरमा थियौँ होला हाम्रो पनि हाल्यो होला तपाईँले हाल्यो घन्टीमा अब समयले ल्याएपछि समयले कहाँ लान्छ कहाँ हाल्छ त्यो बुझ्न सकिने कुरा हो त्यो समयको कुरा हुन्छ समय परिवर्तन हुन्छ समयको माग हो त्यसो भने बालन छ अहिले समयको माग नभइकन बहुमत आएको छ एमाले नि गए काङ्ग्रेस नि गए राप्रपा नि गए माओवादी नि गए नभए त्यत्रो द्वितीय मत कहाँबाट आयो भन्नुहोस् न त पत्रकारजी तपाईँ पनि खालि मलाई मात्रै सुन्नु हो पत्रकार तपाईँ पनि भन्नुहोस् न होइन आवेशमा नआउनु न तपाईँ होइन अनि के मलाई खालि उयो सोध्नुहुन्छ यता नि सुन्ने उता नि सुन्ने कति आवेशमा आउनुभएको त तपाईँ अनि चाहिँ नि तपाईँ राप्रोमा भन्ने अनि घन्टीमा भोट हाल्ने अनि फेरि रिसाउने अहिले होइन त्यसो होइन यत्रो आइसक्यो त अनि यत्रो आइसकेका कुरालाई होइन आयो त मैले आयो भनेको छु ठिक छ भनेको छु तपाईँ अनि किन रिसाउनुहुन्छ त भन्ने कुरा क्या होइन अर्को साममा रिसिए त नपुग्नु होइन मलाई होइन बढीसित तपाईँ मलाई सोध्नु टाउको दुखाएर सही कुरा भइसक्यो मैले सही एक वचन भनिसकेँ कसैले हल्लाएर हल्लिँदैन हामी सबै मिल्यो भने हात जोडिसकेँ मैले कसैलाई नराम्रो भनिनँ अर्कोजी पनि आउनुहोस् सशस्त्र हात जोडी दिदी एकैठाउँ आउनुहोस् काङ्ग्रेस नि आउनुहोस् एमाले नि आउनुहोस् राप्रपा नि आउनुहोस् सबै आउनुहोस् अब पार्टी अलिअलि सबैले बिलाउँदै जान्ला होइन लाताको भूत बात्ताले मान्दैन भन्छ नि त नि तपाईँले हात जोडेर मान्ला त अर्को साममा नमाने उठिन्छ न उसले गाली गर्छ उसले गाली गाली खाएर खतम किन गाली खाने के गाली तातो गाली गाली नै मिठो लाग्दो रहेछ नि त उसलाई त उब्रै उब्रै छ मलाई त कुरो नचाहिने गोली भने त मलाई त गाली गर्छ मलाई गाली गर्छ मलाई त मागिरहेको छ मैले के भनेको छु मिलेर काम ओलीवाला के छ तपाईँ सुन्नुहोस् तपाईँको भाइ हो ओलीवाल होइन ओलीवालाले के भनेको छ भने के हुनु भयो अब रिसाएको नजाउँ उहाँ पनि हाम्रै बाउसारा हो तपाईँको कहाँ भाइलाई पाऊ भनेर हुन्छ होइन दाजुभाइ त हो नि उहाँ नि हाम्रो नेपालको दाजुभाइ हो नि तल माथि भए तापनि नेपालको दाजुभाइ भयो अनि त्यहाँ स्कुल ड्रेसमा भएका नाति नातिनाहरूलाई बोली हान्छ नि त विद्यार्थीहरूलाई होइन त्यो हुने कुरा भयो नाच्ने कुरा भयो अथवा बन्ने कुरा बन्यो अब यसलाई पनि सिद्धान्त गरेर होइन अनि हुने कुरा भयो भने तपाईँलाई यहाँ मैले अहिले चाहिँ झापा हालेर लडाइँ हुने कुरा भयो भनेर चुप लागेर बस्यो हुन्छ मलाई कारवाही हुनु परेन मैले कारवाही त कानुनले अहिले भनिसक्यो भने फेरि तपाईँ मलाई त्यसै भने तपाईँ गोली गरेर केही पर्ने तिमा क्या मार्ने हुन्छ त्यो कानुनले गर्छ भने यही हरिकाद्वारा कति भन्ने मैले ल त्यो गरी कानुनले हान्छ भने गोली हाने कानुनले हान्छ छुरा हाने कानुनले हान्छ हामीले हान्ने होइन कानुनले इन्साफ गर्छ भने त्यो गर्ने त कानुन हो नि कस्तो कुराहरू हुन्छ तपाईँ त्यो खालि त्यो उल्टो बाल्टो गरेको कुरा नगर्नु होइन अहिलेसम्म कानुनले गरेकै छैन त खै मुद्दा दर्ता गरे खै ओलीवालाई होइन लड्दैछन् चल्दैछन् बोलाउँदैछन् होइन गर्दैछन् काम हुँदैछ बिस्तारै बिस्तारै हुँदैछ त्यो काम हुनुभन्दा बरु अब चाहिँ मिलेर देश चलाएर देश शान्त बनाऊँ हामी त्यो सडकमा गएर चाहिँ भाङ भैलो गरेर चाहिँ त आइज भने अर्को आउने भाटा खाने डन्डी खाएर कोही पनि नलाऊ मेरो चाहिँ भनाइ यही नै हो देश बन्छ कि बन्दैन यो सरकारले बनाउँछ कि बनाउँछ बनाउँछ ढुक्क भयो हुन्छ
मजाले बनाउँछ बनाउँछ तपाईँ त गुरु पनि हो के देख्नु भएको छ तपाईँ त भविष्यवाणी गर्नुहुन्छ देशको तपाईँ चाहिँ विज्ञ व्यक्ति हो राजनीतिज्ञ मान्छे हो तपाईँ उसले बिहान पछि पनि जाँदैन भने मानिन्छ कसरी जान्छ त गरिबको रक्षा गरिहाल्छ गरिहाल्नुहुन्छ होइन अनि त्यसपछि गएर जुन अब बढी भएर माथि जानेलाई चाहिँ कानुनको गोली हानिहाल्छ कानुनको गोलीलाई चाहिँ हाम्रो गोली लाग्ने हो र बालेले कानुन गोली पनि ठोक्छन् त्यो कानुनले समातेको त हामी म पनि पर्नु पनि तपाईँ पनि पर्नु सबै कानुन यसो गलत गर्ने कसैले ठोक्दैन छोड्दैन बालेले गलत गर्ने गलत गर्ने छोड्यो भने त उनको यहाँसम्म आएर अन्तर्राष्ट्रिय नाम गइसकेको के काम हाल्थ्यो बाउलाई भयो नि छोड्दैन बाले उसले छोड्दैन कानुनले समातेर लान्छ आमाले त बाबुलाई पनि छोड्दैन भन्नुभयो नि त बालेले होइन मैले पनि भनिसकेँ नि कानुनले गोली हान्ने हामीले हान्ने हो र भनिसकेँ नि त गलत गऱ्यो भने कसैले छोड्दैन भनेपछि पैसा पावर केही चल्दैन अब यो देशमा चल्दैन हिजो त अरूको मान्छे भनेपछि जेलबाट निक्लेर जान्थ्यो अरे मान्छे